पेट्रोलको छ नि मूल्य तुरुन्त घटाउनुहोस् र एमसीसी एसपीपी मुक्ताले होइन एमसीसी एसपीपी जस्ता र युरेनियम दिने काम छ नि अर्कालाई गर्ने अमेरिकालाई दिने कुरा छ नि यो तुरुन्त क्याबिनेटबाट डिसिजन गरेर रोक्नुहोस्। यता महेन्द्र राजमार्ग देखाएर यता तेल बढेको बढेछ कोही भुलिँदैन महेन्द्र राजमार्गमा भुलिया छ। अब महेन्द्र राजमार्ग देखाएर राजाको उ देखाएर यता मुस्ताङमा विदेशीहरूलाई युरेनियम निकाल्न दिने प्लान हुँदैछ हुने नै त्यही हो। र संविधान संशोधन तपाईहरुले गर्नु हुँदैछ यसमा तपाईहरुलाई धन्यवाद छ। तर संविधान संशोधन गर्दाखेरि हामीले उठाएका मागहरू हिन्दू अधिराज्य र राष्ट्र संस्थाको कुरा राख्नुहोस्। हामी सहयोग गर्छौं। हामी अब केही समय हेर्छौं। मुस्ताङको लोमान्थामा रहेको बहुमूल्य युरेनियम खानी नेपालको सार्वभौम सत्ता फ्याक सिलिका हैन प्याक सिलिका नामको एउटा गोप्य सम्झौता मार्फत वैदेशिक शक्तिको जिम्मा लगाउने तयारी गरिएको हो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ यो सूचनाको हक सम्बन्धी एउटा निवेदन। यो निवेदन जो दर्ता गरेका छ ध्रुवलाल श्रेष्ठज्यूलाई धेरै धेरै धन्यवाद छ। यो कुरो सुन्दाखेरि नि छाती पोल्ने कि नपोल्ने नेपाली जनताको हैन। मैले अस्ति भने नि माथि माथि चिल 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 भनेर अनि तल चल्ला टिप्ने काम। यता महेन्द्र राजमार्ग देखाएर यता तेल बढेको बढेछ कोही भुलिँदैन महेन्द्र राजमार्गमा भुलिया छ। अब महेन्द्र राजमार्ग देखाएर राजाको उ देखाएर यता मुस्ताङमा विदेशीहरूलाई युरेनियम निकाल्न दिने प्लान हुँदैछ हुने नै त्यही हो। हाम्रो माटो अब के विदेशीहरूलाई दिन लागेको हो त? यहाँ कुरा छ के हामीले हाम्रो देशलाई खेल मैदान बनाउने हो त? हैन। युरेनियम केवल एउटा महँगो धातु मात्र होइन यो आणविक शक्तिको आधार हो। अब आउने 50 वर्ष पछाडि संसारमा सबैभन्दा बढी युरेनियम लिथियम र कपर हाम्रो देशमा छ। बुझ्नुभयो के? अब आउने 50 वर्ष पछाडि यी धातुहरूको प्रयोग हुन्छ। मुस्ताङ जस्तो संवेदनशील क्षेत्र जो चीनको सिमानासँग जोडिएको छ त्यहाँ कुनै पनि पक्षीय शक्ति राष्ट्रलाई उत्खननको अनुमति दिनुको अर्थ नेपाललाई अन्तर्राष्ट्रिय प्रोक्सी वारको केन्द्र बनाउनु हो। प्याक्स सिलिकाको आवरणमा नेपालको असंलग्न परराष्ट्र नीतिलाई सिद्ध्याउने र देशलाई भूराजनीतिक चक्रव्यूहमा फसाउने अधिकार सरकारलाई कसले दियो? विकासको नाममा राष्ट्रिय सुरक्षालाई दाउमा राख्नु अक्षम्य अपराध हो। यो तपाईहरुले बुझ्नुपर्ने कुरा। अर्को नेपालमा फाँसीवादको बिउ रोपिएको छ। सन् 1920 को दशकमा इटलीमा बेटिनो मुसोलिनीको उदय भयो। उनले भन्थे म इटलीलाई फेरि संसारको महान शक्ति बनाउँछु। हेर्नुस् सुन्दा कति राम्रो लाग्छ तर उनले के गरे? आफ्ना विरोधीहरूलाई कुटपिट गर्न ब्ल्याक शर्ट्स नामको गुण्डा दस्ता तयार गरे बनाए। पत्रिकाहरू बन्द गराए। अहिले पत्रिकाहरू बन्द गर्ने काम भयो नि किनभने सरकारीलाई मात्रै दिने अरु प्राइभेटलाई नदिने भनेपछि पत्रिकाहरू बन्द हुन्छन्। अब सोची पत्रिकाहरू बन्द हुन्छन्। अनन्त उनले देशलाई यस्तो युद्धमा धकेले जहाँ लाखौं निर्दोष इटालियनहरू मारिए। जर्मनीमा हिटलरले पनि यही गरे। उनले यहुदीहरूलाई देशको शत्रु देखाए। आम मान्छेको दिमागमा घृणा भरिदिए। फाँसीवाद सधैँ एउटा साझा शत्रु देखाएर सत्तामा पुग्छ। फाँसीवाद भनेको त्यस्तो हुन्छ अरूलाई दोष लगाएर आफू सत्तामा पुग्छ। नम्बर 1 मसियाको खोजी। हामी सधैँ यस्तो जादुगर खोज्छौं जसले एकै रातमा देश बदलिदियोस्। तर इतिहास साक्षी छ मसियाको भेषमा सधैँ तानाशाहहरू आउँछन्। प्रश्न गर्नेहरूलाई गाली। हेर्नुस् नम्बर 2 प्रश्न गर्नेहरूलाई गाली एल्गोरिदम प्रयोग गरेर बोल्नै हुँदैन। अघि मैले भने यदि तपाईहरुले कुनै नेताको गल्ती अम्ल्याउनु भयो अहिले आएर बालन यस्तो सस्मित पोखरेल यस्तो तोसीमा कार्की यस्तो भनेर भन्यो भने रवि लामिछाने यस्तो भन्यो भने भयभरको गाली आउँछ नि हैन। यहाँ जस्तो हिजो विद्या भण्डारीले राष्ट्रको नाममा राष्ट्र खतरा छ भन्दा भयभरको गाली गरे नि एउटा महिला राष्ट्रपतिलाई। त्यो गर्नु हुने हो होइन नि। हिजो आमाको मुख हेर्ने दिन एउटी आमा हुन् नि त उनलाई लागेको कुरा बोलिन्। लागेको कुरा बोल्न पाउनु अधिकार हो नि त संविधान भित्र रहेर।
हैन। अब अहिले मलाई पनि गाली गर्छन्। गाली गर्ने यदि तपाईले कुनै नेताको गाली आउनु भयो भने त्यसलाई देशद्रोही वा झोलेको ट्याग लगाइन्छ। यदि हो भने बुझ्नुहोस् त्यो भिड मोप फाँसीवादी बाटोमा जाँदैछ। नम्बर 3 घृणाको राजनीति जात धर्म वा क्षेत्रको नाममा जब मान्छेलाई एक अर्काको विरुद्ध उचालिन्छ त्यो फाँसीवादीको मलजल हो। नम्बर 4 संस्थागत अविश्वास जब अदालत प्रहरी मिडिया सबै खत्म हुन् अब त ठोकठाक गर्ने मान्छे चाहिन्छ भन्न थालिन्छ तब लोकतन्त्र मर्छ र फाँसीवाद जन्मिन्छ। पहिले फाँसीवाद सडकमा हुन्थ्यो। हेर्नुहोस् पहिला फाँसीवाद सडकमा हुन्थ्यो। अहिले यो तपाईको मोबाइलमा छ। फेसबुक युट्युब टिकटक र एल्गोरिदमले तपाईलाई त्यही कुरा मात्र देखाउँछ जुन तपाई सुन्न चाहनुहुन्छ। त्यही हो अहिले हिप्नोटिजाइजम भन्छ नि। यसले एउटा यस्तो इको च्याम्बर बनाएको छ जहाँ हामी अर्को पक्षको कुरा सुन्नै सक्दैनौँ। हामी तर्क गर्दैनौँ मात्र गाली गर्छौँ। के यो स्वतन्त्रता हो? यो मानसिक दासता हो। देश विकास गर्न कडा शासक होइन कडा नियम र बलियो सिस्टम चाहिन्छ। शासक कडा भएर हुँदैन नियम र सिस्टम बलियो चाहिन्छ। यसको मतलब के हो भने सिस्टम छ रेल लिगमा छ भने रेल जनकपुरमा ड्राइभर बिना पनि नि जयनगरबाट जनकपुर पुग्यो नि त पुग्यो कि पुगेन लिगमा छ भने सिस्टम बलियो चाहियो। शासक बलियो भएर हुँदैन। शासक बलियो भने त सिंहदरबारमा आगो लाग्दै लाग्दैन त नि हतियारै हतियार थियो हैन। ऋणको बारेको पनि कुरा ल्याएका छौँ यहाँ हामीले। अब कुरा गरौँ ऋणको। अब समय आयो नेपालीले सोध्ने हामीलाई ऋणमा डुबेको डिजिटल नेपाल चाहिएको छ कि स्वाभिमानी र आत्मनिर्भर नेपाल। यदि एउटा अफ्रिकी सैनिकले विश्व बैंकलाई चुनौती दिन सक्छ भने 3 करोड नेपालीका प्रतिनिधि किन यति लाचार? सरकारलाई लाज लाग्नु पर्ने हो। ऋण लिएर विकास गर्ने होइन भ्रष्टाचार रोकेर विकास गर्न सकिन्छ। अब भन्नुहोस् हामी साउथ अफ्रिकाका टाउरे जस्तो सार्वभौमिक बन्ने कि प्रोक्सी बैंकको ऋणी दास बन्ने विदेशीहरूको दास बन्ने? यहाँ कुरा छ। अब कुरा गरौँ पेट्रोल डिजलको। गरिबको भान्साको चुलो निम्नका लागि भने यो अघि मैले भनिसकेँ हैन। अब यी सबै कुरा मैले एमसीसीहरूदेखि लिएर सबै कुराहरू मैले अघि भनिसकेँ। त्यसले गर्दाखेरि मैले क्लियर पार्ने कुरा के हुन् भन्दाखेरि तपाईहरूलाई सबै समसामयिक विषयमा मैले यो कुरा ल्याएको छ र प्रधानमन्त्रीले सबैभन्दा पहिला गर्नुपर्ने कुरा उहाँलाई हामी सहयोग गर्छौँ। अहिले जम्मा कति दिन भयो प्रधानमन्त्री भएको? 23 दिन भयो 24 दिन भयो। हामीले सुशीला सरकारसँग गरेका सम्झौता छन् 12 बुँदे सम्झौता। ती 12 बुँदे सम्झौतामा हामीलाई बोलाउनुहोस्। हामीलाई हाम्रा माग पुरा गर्नतिर लाग्नुहोस् हैन कार्यान्वयनमा जानुहोस्। किनभने जनताका जनजीविकासँग जोडिएका चिजहरू हुन् र जुन यो